आदरणीय सभाका सभापति महोदय एवं दुध पानीको पानी छुट्याउन बस्नुभएका निर्णायक मण्डल भनेर हामीले भाषणमा सुनेका छौँ। यो दुध पानीको पानी छुट्याउनुलाई नेपालीमा एउटा शब्द प्रयोग गरिन्छ, हंस न्याय। हंस न्याय भनेको के हो? हाँसले गरे जस्तो गर्नु। हाँसले के गर्छ? मैले सुनेको छु, मलाई थाहा छैन। हाँसको एउटा विशेष प्रजाति हुन्छ राजहाँस, श्रेष्ठ प्रकारको हाँस। उसले के गर्छ अरे भन्दाखेरि दुध चाहिँ पिउँछ अरे, पानी छोडिदिन्छ अरे। उसको चुच्चोमा कुनै त्यस्तो अम्ल पदार्थ हुन्छ अरे जसले गर्दाखेरि फाट्छ र दुधको पदार्थ उसले पिउँछ, पानी छोडिदिन्छ। यसरी जसले सही र गलतलाई पनि यसरी नै अलग गरेर छुट्याउन सक्छ त्यसलाई हामी भन्छौँ दुधको दुध पानीको पानी छुट्याएको। यही प्रक्रियालाई हामी भन्छौँ हंस न्याय। यो दुधको दुध पानीको पानी छुट्याउने मान्छेलाई हामी के भन्छौँ? निरक्षीर विवेकी। निरक्षीर विवेकी निर्णायक मण्डल पनि हामी भनेको सुन्छौँ। आजलाई यति नै।